हामी चाहिँ अब तरकारी रोज्ने। टिप्यो यहाँ भाइहरूले टिप्नु भयो होला नि। यो घिरिम्ला करेला घिरिम्ला ठिकै लाने 4-5वटा। ल हाम्रो दिदीले चाहिँ फर्सीको मन्टा हाम्रो लागि दिदीको लागि। वाउ कस्तो राम्रो खाने हो नि, पाए त सबैले खान्छन् नि बिचरा। हाम्रो बहिनीले चाहिँ गीत धुन्दै हुनुहुन्छ, गीत धुन्दै होइन गीत खोज्दै हुनुहुन्छ। कस्तो दामी साग टिप्दिनुहुन्छ अहिले। कति ठुलो ठुलो पत्ता हो पालकको। कस्तो राम्रो धनिया, यहाँ मकै, यहाँ फर्सी, यहाँ यो साग पनि यस्तो मिठो हुन्छ। हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ एकदम मनपर्छ। कुरुकको लुरुकको यस्तो दामी हुन्छ। केरङ्गी साग भन्छन् के अरे हामीले त, के भन्नुहुन्छ हजुरहरूले चाहिँ? यस्तो राम्रो निलो निलो आकाश देख्न सक्नुहुन्छ। हरियाली सागसब्जीहरूले भरिपूर्ण भएको ठाउँ रहेछ यहाँ। यस्तो दामी आहा। एक मुठा बनायो भाइले फर्सीले।